सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ सन्तोष अधिकारी। हाल प्रदेश कृषि प्रयोगशाला बाली संरक्षण तथा विषादी व्यवस्थापन शाखामा बाली संरक्षण अधिकृत पदमा चाहिँ कार्यरत छु। यो पर्वत जिल्लाको कृषि विकास कार्यालयको सूचना अनुसार चाहिँ यो पैयुँ गाउँपालिका वडा नम्बर 2 को धानफाटमा चाहिँ केही किरा अथवा रोगको केही कारणले गर्दाखेरि चाहिँ धान मरेको छ भन्ने चाहिँ सूचना प्राप्त भइसके पछाडि र प्रदेश कृषि प्रयोगशालाबाट पनि एक फेर चाहिँ अनुगमन गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ यस ठाउँमा चाहिँ आज अवलोकन गरिएको छ। र अवलोकन क्रममा चाहिँ यहाँ विभिन्न धानका जातहरू लाइएको चाहिँ छ, जस्तो यहाँको स्थानीय जातहरूमध्ये रामधान भयो होइन, त्यस्तै गरी चाहिँ मन्सुली धान र हाइब्रिड धानहरूमा चाहिँ च्याम्पियन US 312 जेठो बुढो र सर हेर्दाखेरि चाहिँ जुन जेठो बुढो लगायत अन्य हाइब्रिड धानहरू US 312 च्याम्पियन लगायतका धानका जातहरूमा चाहिँ यो खपटे किरा, काँडेदार खपटे भनिन्छ, जसलाई हामीले चाहिँ राइस हिस्पा भनिन्छ, यो किराको सङ्क्रमण एकदमै धेरै देखियो। र यहाँका स्थानीय जातहरू जुन रामधान भन्ने छ, मन्सुली धान भन्ने छ, यो दुईवटा जातमा चाहिँ किराको क्षति एकदमै न्यून र क्षति नभएको चाहिँ अवस्था पाइयो। यस हिसाबले पनि यहाँका स्थानीय कृषकहरूलाई धानको जात छनौट गर्ने क्रममा पनि यहाँहरूले स्थानीय जात छनौट गर्नुभयो भने यो किराको सङ्क्रमण चाहिँ न्यून हुने रहेछ भन्ने कुरा एउटा सन्देश दिन चाहन्छु। र अर्को कुरा चाहिँ हाम्रो सिद्धान्त अनुसार पनि एउटा गाभोमा 2टा भन्दा बढी राइस हिस्पा जुन खपटे किरा छ भने त्यसलाई चाहिँ हामीले रासायनिक विषादीको प्रयोग गर्नुपर्छ भन्ने चाहिँ जुन एउटा सिद्धान्त अनुसार यहाँ चाहिँ प्रति गाँसमा 11वटा राइस हिस्पासम्म देखिएको हुँदाखेरि यहाँका स्थानीय कृषकहरूलाई हामीले तुरुन्तै अहिले चाहिँ मालाथाइन प्रयोग गर्नु भनेर चाहिँ सुझाव दिइसकेका छौँ। र त्यस्तै गरी यो राइस हिस्पा भनेको कस्तो किरा हो भन्दाखेरि जुन चाहिँ एउटा साधारण खपटे किरा हो। खपटे किरा भन्दै गर्दा यहाँहरूले चाहिँ 5 थप्ले खपटे, 7 थप्ले खपटे लगायत अर्का चाहिँ राता खपटे किराहरू त्यो वर्ग एउटै वर्गमा पर्ने किरा हो। र यसमा फरक के छ भन्दाखेरि यसको पखेटामा काँडा हुन्छ र यो किरा चाहिँ कालो किरा हुन्छ र यसको चाहिँ क्षतिको प्रकार हेर्ने हो भने धानका पातमा समानान्तर रेखाहरू बनाएको हुन्छ। त्यो रेखाको भित्रपट्टि हेऱ्यो भने चाहिँ यसले अन्डा पारेको अवस्था देख्न सकिन्छ र त्यो अन्डाबाट लार्भा जुन चाहिँ क्रिम कलरको कालो टाउको भएको चाहिँ सानो लार्भा देख्न सकिन्छ। र त्यस पछाडि चाहिँ केही हप्तामा चाहिँ यसले आफ्नो प्युपा भन्ने अवस्थामा चाहिँ रूपान्तरण हुन्छ र प्युपाको अवस्था पनि पार गरिसके पछाडि यो चाहिँ पुनः बैंसमा चाहिँ परिणत हुन्छ र बैंसले फेरि अर्को भनौँ स्वस्थ बोटमा अथवा अर्को खेत बालीमा चाहिँ यसले फेरि आक्रमण गर्न सुरु गर्दछ। र त्यस्तो हुँदै गर्दाखेरि यसले आफ्नो चाहिँ जीवनचक्र धेरै जीवनचक्रहरू पार गर्दै गर्दाखेरि चाहिँ यहाँ धेरै क्षति भएको चाहिँ देख्न सकिन्छ। किसानबाट सूचना अलिकति ढिलो प्राप्त भएको हुँदाखेरि चाहिँ यो खेतमा चाहिँ अलिकति क्षतिको भनौँ न हिस्सा चाहिँ अलिक धेरै मात्रामा देख्न सकिन्छ। तैपनि अझै पनि यसलाई सुधार गर्ने चाहिँ टाइम रहेको छ र त्यसको लागि चाहिँ किसानहरूलाई चाहिँ जुन मालाथाइन भन्ने विषादी चाहिँ प्रयोग गर्नुहोस् भन्ने चाहिँ सुझाव दिन चाहन्छु। धन्यवाद।